हेलो गुड मर्निङ नमस्ते सबैलाई हैन। यो नयाँ वर्ष 2026 को शुभकामना सबैमा। म चाहिँ यो केएल कोलालम्पुरबाट सानो मलेसियाको भ्यू हजुरहरूलाई देखाउन लागिरहेको छु हैन। आज चाहिँ मौसम एकदमै सफा छ, त्यही भएर आज सानो भिडियो बनाएर हजुरहरूलाई म यो कोलालम्पुर वरपरको यो भ्यू देखाउन लागिरहेको छु हैन। एकदम सफा छ आज दिन, बाहिर धेरै दिन पानी परेकोले होला आज चाहिँ एकदम सफा छ। अनि त्यहाँबाट पानी पनि पर्न सक्छ, यहाँको मौसमको केही भर छैन। यो चाहिँ मलेसिया केएल टावर हो, अलिकति टुप्पा मात्रै देखिन्छ हैन। त्यहाँबाट ल्याएर हजुरहरूलाई म अर्को यो चाहिँ केएल टावर भन्छ क्या, चाइनिज टावर हो कि केएल टावर हो। यहाँ चाहिँ म यसको नजिक चाहिँ पुगेको छुइनँ, तर वरिपरि चाहिँ पुगेको छु हैन। अनि यहाँबाट अर्को तपाईँहरूलाई म अर्को पनि देखाउँछु। यो चाहिँ मार्टिका टावर हो हैन। यो चाहिँ वर्ल्डको 2 नम्बरमा पर्छ गएर। यसको चाहिँ म नजिक पुगेको छु, भित्र चाहिँ गएको छैन, तल चाहिँ पुगेको छु म हैन। एकदमै राम्रो सफा छ आजको भ्यू। मलेसियाको मौसम एकदम सफा छ। अनि यो चाहिँ भन्नुहुन्छ भने आइफोन कम्पनी हो हैन, मलेसियाको पहिलो आइफोन कम्पनी हो यो चाहिँ। हजुरलाई आइफोन किन्न चाहनुहुन्छ भने, मलेसियामा हुनुहुन्छ भने यो चाहिँ मलेसियाको 1 नम्बर पहिलो कम्पनी हो, आइफोन कम्पनी। यो चाहिँ तपाईँलाई म एकछिनमा लोकेसन पनि बताइदिन्छु हैन, हेर्नु होला। एकदमै यो आइफोन कम्पनीको चाहिँ लोकेसन चाहिँ यो एमआरटीबाट आउँदा पनि हुन्छ, टोन राजा एक्सचेन्ज। अनि त्यहाँबाट यो चाहिँ टाइम स्क्वायर त सबैलाई लगभग थाहा छ, यसको नजिकै पनि पर्छ यो। अनि त्यहाँबाट यता चाहिँ यो बुकिबिन्ताङ पर्छ, पेभिलियन नजिक पनि पर्छ। यो चाहिँ लोकेसन टिआरएक्स मलको तल पर्छ अनि यसलाई चाहिँ टिआरएक्स मल भन्छ। आजको मौसम यति नै हो।